यसको पहिलो भिडियोमा चाहिँ हामीले कसरी प्याकेजहरू लिन सकिन्छ, प्याकेज कसरी बाइ गर्ने हैन, के प्रोसेस गर्नुपर्छ, के प्रोसेस हुन्छ, यसबाट चाहिँ प्याकेज लिँदाखेरि, यसको प्याकेज लिँदाखेरि चाहिँ के गर्नुपर्छ भन्ने कुरा चाहिँ मैले फर्स्ट भिडियोमा तपाईलाई चाहिँ सिकाएको थिएँ। अब प्याकेज लिइसके पछाडि कस्तो इन्टरफेस आउँछ म तपाईलाई देखाउँछु। फर्स्टमा त एउटा यस्तो इन्टरफेस आउँछ जहाँ धेरै कुराहरू छ हैन। अब मेन कुरा भनेको चाहिँ हामीले यसमा चाहिँ सिक्ने भनेको कोर्सहरू हो। दुईवटा कोर्स एभाइलेबल हुन्छ यो कोर प्लानमा चाहिँ। यसमा चाहिँ अफिलिएट मार्केटिङ भनेको के हो हैन, यसले कसरी काम गर्छ हैन, यसबाट चाहिँ हामीले कसरी कमाई गर्न सकिन्छ, कसरी अर्निङ गर्न सकिन्छ र यसले चाहिँ हाम्रो अनलाइन बिजनेसमा कतिको हेल्प गर्छ र कसरी हेल्प गर्छ र हामीले कुन ठाउँमा चाहिँ अफिलिएट मार्केटिङको लागि चाहिँ कुन ठाउँमा र कुन सोशल मिडियाहरू युज गर्ने भन्ने कुराहरू सिकाउँछ हैन। यहाँ धेरै कुराहरू सिकाएको छ, मैले सर्टकटमा भने। यसमा चाहिँ अर्को कोर्स हो कम्युनिकेसन स्किल। हामीले चाहिँ कम्युनिकेसन स्किल कसरी बिल्ड गर्ने, कुनै पनि बिजनेस गर्दाखेरि या अनलाइनबाट चाहिँ अफिलिएट मार्केटिङ गर्दाखेरि अरू मान्छेहरूसँग कसरी डिल गर्ने, आफ्नो व्यापार बिजनेसको बारेमा कसरी उनीहरूलाई बुझाउने हैन, कसरी सम्झाउने भन्ने कुरा चाहिँ यसमा सिकाएको हुन्छ। आफ्नो कम्युनिकेसन स्किल बिल्ड गर्नको लागि के कुराहरू चाहिन्छ र कसरी गर्ने भनेर चाहिँ एउटा कोर्स बनाएको छ। योबाट चाहिँ हामीले धेरै कुरा सिक्छौँ र अब हामीले यसबाट अफिलिएट मार्केटिङ कसरी गर्ने भन्ने कुरा हो। अफिलिएट लिङ्क हुन्छ, अफिलिएट कोड हुन्छ, यसको थ्रुबाट चाहिँ यस्तै कुराहरूमा या अनलाइन मार्केटिङ गर्न चाहने मान्छेलाई तपाईले चाहिँ आफ्नो अफिलिएट लिङ्कको थ्रुबाट, अफिलिएट कोडको थ्रुबाट चाहिँ जोइन गराउन सक्नुहुन्छ र